एभ्रिवान गुड मर्निङ सबैजनालाई। मैले मुख धुएको छुइनँ है गाइस है। तपाईँलाई एउटा स्याड न्युज छ। मेरो जुन चाहिँ सानो कुकुर थियो है, मैले पोस्ट पनि हालेको छु। मेरो सानो कुकुर ब्राउन्जो हो, त्यो चाहिँ अस्ति एक रात हराएको थियो। एक रात हराएर चाहिँ फर्केर आउँदा पुरै विक क्या, पुरै विक, खानाहरू के नखाने, उसलाई के गर्यो, दबाईहरू पनि मैले दिएँ। तर हिजो राति लगभग 6:30 बजे चाहिँ मेरो कुकुरको डेथ भयो है। साह्रै दुःख लाग्छ मेरो कुकुर है। कति मुस्किलले मैले पालेको थियो, कस्तो दुःख गरेर पालेँ है। लास्टमा अचानक कुन चाहिँ आरिस लाग्यो कि बा के भयो, मेरो कुकुरलाई चाहिँ अब के न के चाहिँ दिएर मारिदियो है। अन्त आजको अपडेट चाहिँ के छ भने चाहिँ मेरो घर मैले सानाकसिनी गरिसकेँ है। यहाँ छ है यो लुगाहरू, मेरो नानीको लाउने लुगाहरू है, मैले सबै सफाहरू गरिसकेँ। अन्त मेरो छोरालाई चाहिँ अब म नुहाइदिनु आँटेको है। हेर्नु चाहिँ ऊ पर चाहिँ मेरो छोरा, ऊ नुहाउन आँटेको है। त्यहाँदेखि चाहिँ यो केटी पनि नुहाउँछ, किनभने केस काटेर चाहिँ एक दिन नुहायो, त्यहाँदेखि नुहाएको छैन है गाइस। यो हो त्यहाँदेखि चाहिँ लङ्गु पङ्गु आयो। त्यहाँदेखि सबभन्दा ठुलो कुरा चाहिँ के छ भने चाहिँ अन्त मेरो आजको काम चाहिँ के छ भने चाहिँ लुगा भक्कु थुप्रेको छ है। यो ढेरमा चाहिँ नानीको छानेर धुन्छु म। त्यहाँदेखि चाहिँ ठुलोको चाहिँ मेरो हस्बेन्डले धुइहाल्छ, नानीको चाहिँ म धुन्छु। आजको काम चाहिँ मेरो यति नै हो। घर सानाकसिनी गरिसकेँ है। त्यहाँदेखि घर सानाकसिनी गरेर पनि मैले भ्याएर पनि अब म चाहिँ अब नानी नुहाइधुवाइ गरेर त्यहाँदेखि चाहिँ म फेरि काममा जान्छु है। काममा गएर माथि पनि काम पनि भन्नुको छैन, किनभने मान्छे छैन लेकसेपमा है, त्यस्तो मान्छे आएकै छैन। अन्त मेरो काम चाहिँ त्यति नै हो। त्यहाँदेखि चाहिँ अब मैले स्याम्पूहरू सबै रेडी गरिसकेको छु। यो कन्डिसनर भयो है, मैले अलग अलग काटेर छुट्याएको छु, किनभने सबभन्दा बेसी कन्डिसनर मलाई युज हुन्छ, मेरोमा युज हुन्छ। र यो मेरो कन्डिसनर, यो मेरो स्याम्पू है। अन्त मेरो सानो छोरी चाहिँ बिचारा, बहिनी के गरेको काव्या, ओइ के गरेको, लुगा धुको। यी मेरो छोरी चाहिँ लुगा धुँदैछ, धुकै लुगा हो तर पनि उसले भिजाएर के गरेको है। अन्त आजको लागि चाहिँ यति नै हो अपडेट मेरोबाट है। त्यहाँदेखि म अहिले एकछिनबाट चाहिँ रेडी भएर चाहिँ म माथि काममा जान्छु। त्यहाँदेखि म रेडी भइसकेर चाहिँ म देखाउँछु है तपाईँहरूलाई म कतिको चाहिँ अब मलाई त्यस्तो यो रेडी हुनु चाहिँ आउँदैन। मेरो घरको लुगाहरू चेन्ज गर्छु, त्यहाँदेखि चाहिँ अनुहारमा अलिकति क्रिमहरू दल्छु है। त्यतिसम्म चाहिँ बाई बाई।